हेलो गाइज, तपाईँहरू यहाँ जलपरी देख्न सक्नुहुन्छ गाइजहरू। आज चाहिँ हामीहरू मेला गएको होइन, जलपरीको टिकट सिकेट काटेर होइन जलपरी हेरिरहेछौँ। गाइजहरू तपाईँहरू पनि हेर्न सक्नुहुन्छ हाम्रो जलपरी। मेरो भिडियो कस्तो लाग्छ होइन गाइजहरूलाई, भिडियो राम्रो लागेमा कमेन्ट गर्नुहोस् र म यस्तै भिडियो देखाइरहन्छु तपाईँहरूलाई। जलपरी चाहिँ यहाँ पुरा किरिदिएर चाहिँ होइन गाइजहरू, पोजहरू होइन। ओ माई गड, जलपरी अनि यस्तो भिड हुन्छ गाइजहरू, तपाईँहरू गएर होइन बिहानै टिकट लिन सक्नुहुन्छ। र जलपरी होइन एकछिनमा मात्रै आउँछिन् होइन, हल्का माथि सास फेर्न जान्छन् एकछिनको लागि। अब चाहिँ जलपरी हल्का सास लिएर फेरि पानीमा उत्रिसकेको छिन् र हामीलाई हाई भनिरहेको छिन्। र मानिसहरू धेरै भएको कारण म अगाडिबाट भिडियो खिच्न सकेन गाइजहरू। तपाईँहरू यही पछाडिबाट खिचेको दृश्यले नै आफ्नो भावनाहरू र गाइजहरू हामी एकछिनपछि फेरि मेलामा एन्ट्री गर्नेछौँ र तपाईँहरूलाई मेलाको दृश्य देखाउनेछौँ। जलपरीले पुरा पानको पात, कति क्युट जलपरी छिन् गाइजहरू। र हाम्रो नानीले बाई बाई भन्दै, हाम्रो सानो नानीले पनि बाई बाई भन्दै हामी चाहिँ लागि मेलातिर गाइजहरू। यो चाहिँ मेलामा रहेको पिङ हो र हामी चाहिँ पिङ खेल्न पाएनौँ गाइजहरू। हाम्रो चाहिँ टाइम नभएको कारण हामी पिङै नखेलेर घर आएको होइन गाइज। र यो चाहिँ हाम्रो मेलाको दृश्य रहेछ। भोलिको दिन चाहिँ अझै होला भिडभाड होइन गाइज। आज चाहिँ हाम्रो प्रकाश सपुर आउनुभएको थियो 4:15 यहाँ तुलसीपुर महोत्सवमा एन्ट्री गर्नुभएको थियो र हामी एकछिन हेरेर आएको गाइजहरू। हाम्रो चाहिँ होटलमा गएको, बाफरे बा होटलमा होइन मोमो पनि यस्तो साह्रो के। ल गाइज, म चाहिँ गुड मर्निङ। हामी चाहिँ आज बजार गइरहेको छौँ र अहिले चाहिँ म तयार सयार भए गाइजहरू। अब चाहिँ हामी लाग्यौँ अटोमा, एकछिनमा अटो आउँछ गाइजहरू। अटो आइसक्यो गाइज, हामी चाहिँ लाग्यौँ होइन बजारतिर गाइजहरू। हामी चाहिँ म, मेरो बुढी अनि आन्टी नानीहरू सबैजना बजारतिर गयौँ र यो चाहिँ हाम्रो बाँकी रहेको छ होइन गाइज। यो चाहिँ हाम्रो बाँकी डङ्गिस्रण एक बाँकी रहेको छ। तर यो अटो ड्राइभर चाहिँ हाम्रो बाजे हुनुहुन्छ र नानीले हाई भन्दै, सानो नानीले हाई भन्दै गुड मर्निङ भनिदिनु। र यो चाहिँ हाम्रो बाँकीको चोक रहेको छ र यताबाट धेरै बाँकी पुर्केसलीतिर। यो चाहिँ हाम्रो बबई नदीको पुल हो गाइजहरू होइन, बबई नदीको पुल भैवाङ रामपुर सिमानामा बनेको। यो बबई नदी 200 मिटरको रहेको छ यो पुल। र यो चाहिँ हामी चाहिँ भैवाङ गाउँमा प्रवेश गऱ्यौँ होइन गाइज। यो चाहिँ हाम्रो भैवाङ हो है गाइजहरू। यो चाहिँ हाम्रो सुकौरा रोड। र कसको घर छ है गाइजहरू कमेन्ट गर्नु ल। अहिले चाहिँ यहाँ खेतमा हरियाली गहुँ रहेको छ र दृश्य पनि दामी देखेको छ गाउँबारीको। यो चाहिँ हल्का सुक्दिमातिर यस्तो आफ्नो फोटो लिएको होइन गाइज, आफ्नो भिडियो। गाउँ पनि ठुलो भइसकेको छ होइन गाइज। गाइजहरू यो कुन गाउँ हो कमेन्ट गर्नुहोस् है। यो चाहिँ हाम्रो सुगौरा पुल नजिकै पुगिरहेको छौँ गाइजहरू।
यो चाहिँ हाम्रो सुकौराको पुलमा एन्ट्री भयो। सुकौरा सकेपछि एकछिनपछि हामी बनगाउँतिर लाग्नेछौँ होइन गाइज। यो चाहिँ हाम्रो बनगाउँ रहेको छ होइन गाइजहरू। बनगाउँको उकालो सबैलाई थाहा छ होला। यो चाहिँ हामी बजार एरिया पुगिसक्यौँ गाइजहरू हामी होइन। बजार ल्याइसक्यो। एकछिनपछि हामी तुलसीपुरमा प्रवेश गर्नेछौँ। यो चाहिँ हामी तुलसीपुरतिरै हामी चाहिँ तुलसीपुरमा प्रवेश गरिसक्यौँ गाइजहरू। हाम्रो भिडियो कस्तो छ गाइज, यो चाहिँ तुलसीपुरको क लाइन गाइजहरू, ख लाइन गाइजहरू होइन। ख लाइन यो चाहिँ हाम्रो घोराई रोड रहेको छ गाइजहरू। वीरेन्द्र चोक हिँडेर पुग्यौँ होइन गाइजहरू। यदि तपाईँहरू नेपालगञ्ज, सल्यान, घोराईबाट आउने हुन्छ भने यो ठाउँ पक्कै पनि देख्नु भएको छ होला। यो चाहिँ तपाईँहरूको घोराई रोड रहेको छ र यदि सबै मानिसहरू देखिरहेछन् झन्डाहरू सब मेलामा जान लागेको हुन्। मेलामा जाँदैछन् हामी जेन्जी ग्रुपहरू। र यो चाहिँ घोराईको रोड होइन, यहाँ चाहिँ सेकेन्ड ह्यान्ड बाइकहरू मिल्छ गाइज। यो चाहिँ हाम्रो बजाजको सोरुम रहेको छ। र गाइजहरू तपाईँले पनि यो ठाउँ पक्कै पनि देख्नु भएको छ होला होइन। घोराई रोड हो गाइजहरू। हामी चाहिँ मेलामा प्रवेश गर्न लागिसकेको छौँ गाइजहरू। यो चाहिँ हामी जलपरी हेर्न आएको होइन गाइज, प्रवेशपछि होइन गाइजहरू। जलपरी चाहिँ अहिले रेसमा छिन् होइन, एकछिन हल्का सास लिँदै छिन् जलपरी। हामी चाहिँ एकछिन जलपरी हेर्छ। यो के हो, क्रोकोडाइल माछा जस्तो छ होइन, सेम त्यस्तै मुख रहेको छ माछाको। ल भनिदिनु पर्यो है गाइज, यो को माछा हो, माछाको नाम के हो। एउटा माछा मरिसकेको रहेछ। अनि यहाँ चाहिँ जलपरीको वेटिङमा छौँ गाइजहरू। जलपरी कतिखेर आउँछिन्। र फेरि म फर्केर माछा हेर्न गएँ गाइजहरू। यो चाहिँ माछाको नाम के हो भनिदिनु पर्यो गाइजहरू कमेन्टमा। र नानीले चाहिँ देखाइरहेको छिन् कि हामीलाई पनि देखाउनु डाँडा भनिरहेको छिन्। र नानीले चाहिँ माछा हेरिरहेको छिन्, यो माछाको नाम के हो भनिरहेको छिन्। र तपाईँहरूलाई थाहा छ भने भनिदिनु पर्यो कमेन्टमा गाइजहरू। र हामी चाहिँ एकछिनपछि जलपरी हेर्छौँ गाइजहरू। ल यो चाहिँ अलिक माथि साना साना माछा रहेको छन्। यो के माछा हो गाइजहरू भनिदिनु पर्यो। ओ फाइनली जलपरी आएन गाइजहरू। हाम्रो स्क्रिनमा जलपरी देख्न सक्नुहुन्छ। र जलपरी चाहिँ एकछिन प्रेस गर्दै अलिकति टाइम लिएर हाय भने चुम्मा दिनु भयो गाइजहरू। पोज देखाउनु भयो होइन गाइज। म चाहिँ अलिक टाढा रहेको कारण एकछिन राम्रोसँग भिडियो खिच्न पाएन। र जलपरी चाहिँ होइन माथि गएको। कस्तो लाग्यो गाइज हाम्रो तुलसीपुरको जलपरी कमेन्ट गर्नु पर्यो होइन गाइज। जलपरीको टिकट काट्नको लागि होइन गाइजहरू 200 रुपियाँ रहेको छ। र जलपरी हेर्नको लागि चाहिँ धेरै भिडभाड हुन्छ गाइजहरू। पहिल्यै टिकट काट्नुपर्छ ल गाइज। र हाम्रो जलपरीलाई हेरेर हाम्रो नानी बाई भन्दै र सानो नानी पनि बाई भन्दै हामी चाहिँ लाग्यो मेलातर्फ गाइजहरू। मेलामा आएर हामी चाहिँ यसो चटपटे सटपटे खाइदिएर गाइजहरू हामी चाहिँ होइन आइसक्रिम खाइदिएर होइन गाइज। पुरा सुन्दर सुन्दर कप्पलहरू पनि देखिरहेको गाइजहरू होइन। यहाँ चाहिँ हाम्रो पिङको टाइम भएन र त्यही भएर हामी पिङ नखेलेको गाइज। आज चाहिँ मेलामा